नमस्ते साथी हो। आज चाहिँ हामी एकदम घुम्नबाट आइसकेको छौँ। त्यो डाँडाबाट चाहिँ हामीहरू आएको होइन। हाम्रो मसँग चाहिँ मेरो दुईजना साथीहरू चाहिँ रहेको छ। साथी कस्तो छ त? अब हाम्रो आज घुमाइ एकदम बवाल भयो होइन। कस्तो छ? माथि एकदम रमाइलो ठाउँ थियो, नयाँ ठाउँमा घुम्न गएको के छ अनि एकदम सबै कुरा ठिक थियो होइन। साथी बोल्न न, के थियो? हजुरले कस्तो लाग्यो भन्नु न। साथीलाई चाहिँ अलिक नरमाइलो लाग्यो जस्तो छ होइन, केही बोलेन। ठिक छ, अब हामी चाहिँ अरू साथीहरूलाई चाहिँ सोध्दै गर्छौँ होइन, कस्तो लाग्यो त उनीहरूलाई होइन, एक्सपिरियन्स चाहिँ अब नयाँ ठाउँको कस्तो थियो भनेर सबै कुराहरू चाहिँ हामी सेयर गरेर चाहिँ सोध्दै गर्छौँ। ल हामी चाहिँ गाइज होइन धेरै टाढाबाट आएका छौँ कि होइन अहिले। ल हेर न यार, ल आऊ साथी आऊ, एकदम है चिलबारामा तिमीहरूकै हो यो। जान उताबाट एउटा चिन्ताको खिच भन्नुहोस्। ब्लग दा यो कहाँबाट ल्याउनु भयो तपाईँले? यो ल्याउनुको मकसद के थियो? लगाएर हामी नगरकोटको डाँडामा चढेर अनि फर्केर आएछ। गाई चाहिँ त्यही तारचोर हो होइन, सानोमा तारचोर थियो। ठुल्ठुलो रुख चढ्नुपर्ने भएकाले भर्याङ लगेको होइन साथीले, हो कि होइन? तार चोरी गरेर चाहिँ झोलाभित्र हाल्छ क्या टमाटर। ल यो म चाहिँ तार चोरी रहेछ।